हिँड्नु पतिभर माता की जय पतिभर माता की जय पतिभर माता की जय कस्तो हुँदैछ बा ड्रेसमा हेर्दा त फोटो पाएँ मम्मी ब्याग चाहिँ यता बुवाले बोकिदिने मम्मी हिँड्ने माया पिरती जंगली खाडीमा झुल्की खामा हेर्नलाई कान्छी जावन्त डाडीमा सिङ्गरको बुढा अब कन्या पनि लागिसक्यो तर हामी फर्स्ट जान्छौँ पाँचथर ताप्लेजुङ पाँचथर पनि भन्छ पाँचथरदेखि उतै हो ताप्लेजुङ पाँचथर फाल्दै पाँचथर जस्तै दारी हो जारी सुनेको भएको Kanyam Sky Bridge, Skywalk. सब्जी सब्जी हुन्छ इलाम बजार अनि के अरे एउटा छ एक ग्लास छ दही एउटा ग्लास ल्याउँछ यता दाइ बिनाजु लिन यता तल बाटोसम्म आएर खानासाना खायो त्यसपछि यता माथि हामीले चौपाती भएर अनि माथि नै चाहिँ हामीले होटल भनेको छौँ यताबाट चाहिँ 2 घन्टा हिँड्नुपर्ने हामी ठ्याक्कै निस्केको कताबाट हो रे बुवा अहिले यो होटल खाना खाएको त्यही तल त्यो नाम के पाती भारै म ट्याक्कै त्यहाँ नामै भन्न आएन है अनि खानासाना खायोवरी चाहिँ हामी हिँडेको अब यहाँबाट यदि हामीले 2 घन्टाको यात्रा यतिखेर हिँड्यौँ भने भोलिको हाम्रो यात्रा 3 घन्टाको हुन्छ बट हाम्रो हिँडाइ स्लो छ है मम्मी ठुलो मम्मी सबैजना सके त भइसक्नु भएको छ आज यतै दिदी बिहान कस्तो लागिरहेछ भन्छ एकदम रमाइलो रमाइलो हिँड्नु पतिभर माता की जय पतिभर माता की जय पतिभर माता की जय गाडी हो ठुमा म यहाँ गएर त्यहाँतिर मोटिभेट गर्नु पर्यो बाटो छोटो बनाउँदै एकछिनमै हुन्छ फेरि गर्मी के मम्मी अहिले यतातिर अरे यता क्यामेराम्यान इधर फोकस गरो गाह्रो छ फुलकुमारी देवीतिर फोकस गरो फोकस
यी ठुलो त हिँड्दै हुनुहुन्छ है हिँड्दै हुनुहुन्छ गाह्रो चाहिँ गाह्रै रहेछ पाथी भएर माता गाह्रो मान्नु हुँदैन माताले पाथी भएर माताले यात्रालाई सहज गराउँदै लानुहुन्छ हिडुम हिडुम 2 घन्टा हिँडेर भोलि बिहान बिहान 4 बजी उठेर फेरि कुल्ले बाटो चाहिँ यही हो मम्मी गाह्रै भयो हामी चाहिँ आज पाथिभारा जाँदैछौँ ठुलो पाथिभारा ताप्लेजुङको अनि हामी ठक्कै यो तल माथलो फेदी भन्छ होइन त्यहाँबाट चाहिँ हिँडेको आधी घन्टा भएको छैन यी मान्छेहरू लड्ने भए अब कहिले पुग्नु हो भन्ने हामीलाई अलिकति कहिले नहिँड्ने तनावै भयो कहिले हुन्छ कहिले नहिँडेको त हामी पनि कहिले नहिँडेको तर आधी घन्टामा यसरी लडेर त रेस्ट यो त सिधा बाटो छ अलिकति अब त हिँड्छ यो होइन ल बुवा जाउँ मम्मी जाउँ जाम दाइ ल हिँड ऊ हेर बदाम जुसहरू रहेछ खान्छस् एकजना मान्छे कति दिनुहुन्छ 87 केजी पुऱ्याएर आएको 77 साइज आफैले बोकेर यत्तिकै हो राम्रो रहेछ कति कति पुराको छ मन्दिरसम्म यो होटलसम्म जानलाई कति लाग्छ 100 रुपैयाँ केजी कसरी गाह्रो भयो नगरेर भेडा चाहिँ अत्तालिनतिर आउनु न ज्याकेट बोक्नु दिनु न कि लाउनु टाइम त निकै लाग्छ नि जाडो हुन्छ कहाँ सक्छ हामी पर्खिँदै बस्छौँ कहाँ मान्छे बोकेर पर्खे गाडी दिनु अर्कोलाई नभए क्यामेराम्यान फोकस गरौँ हाम्रो दिदी चाहिँ जम्मा 15 मिनट हिँड्नु भएको थियो 15 मिनटमै बोकाउने भयो आधै घन्टा भयो जम्मा 15 मिनट अलिक अगाडि आउनु जम्मा 15 मिनटमा हाम्रो दाइले चाहिँ बोकेर लाँदै हुनुहुन्छ सजिलो भएछ ट्र्याकमा नअडी कसरी अड्यो राम्रै हुँदो रहेछ यता राम्रो लट्ठी पनि चाहियो दाइलाई नै सजिलो हुन्छ होला नि त त्यो दुइटा बस यहाँ छ तपाईँलाई भोलि दिन्छु अहिले फाइनली हाम्रो दिदी अन्तिममा चढ्नु भयो रोल्पा जाँदाखेरि क्यामेराम्यान फोकस गरो यात्रा यादगार भइरहेको छ मम्मी नहेरिकन अडेस लिन्छ धेरै गाह्रो भयो बुवा कस्तो हुँदैछ बुवा ठिकै छ ठिकै छ थकाइ लागेको छ यस्तो छ रेशमीको मै यहाँ हुनुहुन्छ रेशमीको मै उता हामी जामै यता ज्वाइँ यी सुत्ने उहाँ होटलमा गएर सुत्ने हो त म त यतै सुट बनाउनु नि आउँछ अब सबै छोडेर जाउँ त कति सुत्नु जय पाथिभारा माता आधी बाटो झन्डै आइपुग्यौँ अब यही चाहिँ अब हाम्रो वासस्थान छ आजको हाम्रो बस्ने थलो बस्ने ठाउँ यहाँ चाहिँ हामी आइपुगिसक्नु लागि होटल नम्बरहरू छ यहाँ चाहिँ होटल नम्बर 1 त्यहाँ 2 छ अनि हाम्रो
हाम्रो चाहिँ होटल नम्बर 9 हो। अब यहाँको माथि नृत्य गर्दाखेरि आइपुगिहाल्छौँ हामी। फाइनली यहाँसम्म चाहिँ भयो। अब रुम पुगेर कतिखेर सुतौँ भइसक्यो, एकदमै थकित भइसक्यो। मम्मी मम्मी आमा त नि मम्मी माया लाग्यो मलाई त धेरै आज त। ठुलो मम्मी बिचरा ठुलो मम्मी तगडै हुनुहुन्छ ठुलो मम्मी। अझै पनि फेसमा मुस्कान छ। दाजु ओइ दाजु आजको हाम्रो लाउरे। अनि दाइ त झनै कडा हुनुहुन्छ दाइ। दाइले यी हाम्रो दिदीलाई मजाले बोकेर हिँड्नु। 9 बजेदेखि बोकेको बाफ्रे बा एक दिनमा कतिचोटि बोक्नुहुन्छ होला दाइ? आज 4 भारी चाहिँ बोक्यो हौ। 4 भारी लिएर आउने जाने गर्दै? आउने जाने बाफ्रे अब 12 बजिसक्यो आज यहाँ। बुवा रमाइलो लागिरहेको छ यात्रा। गाह्रो छ ठिकै छ। बुवा जाउँ ल दाजु। हेलो के छ बहिनी? हिले बहिनी हिले डिसेले जाउँ है जाउँ। मम्मी उठौँ 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 ल पुग्न लाग्यो मम्मी पुग्न लाग्यो। फ्रेसमा हेर्दा त फोटो त आए। मम्मी उठ्नु ल लाठी लिनु अहिलेदेखि। ल है हाम्रो पाथिभरा यात्रा यस्तै रहेछ। माताले शक्ति दिउन्। पुग्ने कोसिस गर्दैछु। स्ट्रङ भयो। वाह यो हो नि त कुरो। बिहानको टाइम हामी बिहानै उठेर रेडी भएर जाने भन्दा पनि भन्ने बित्तिकै निस्किन सकेनौँ। सबैजना नै थाकेको थियो है। 12 बजीतिर त आइपुगेको। त्यसपछि बल्ल बल्ल सुतेको थिएँ पनि राति म त झन् सुत्नै नसकेर बल्ल बल्ल निदाएको थिएँ। बिहान त चाँडै बिउजिन त बिउजियो। सबैजना थाकेर सुतिरहेको थियो, सो डिस्टर्ब पनि गरेन। अनि पछि फ्रेस हुँदा यताउता गर्दा त ढिलो भइगयो। अनि अहिले चाहिँ यता एकदमै मजाको घाम लागिरहेको छ है। अनि यो चाहिँ अहिले हामी बसेको होटल। यहाँ सबै पूजाको सामग्रीहरू जुन अब आफूलाई चाहिने सामानहरू चाहिँ सबै कुरा पाइन्छ। ओहो माथि नै पुगिसकेको रहेछ नि त नि। यता कताबाट जाने बाटो? त्यो तलबाट जाने बाटो हो? ए नि यता पाथिभरा लेखेको ठाउँमा चाहिँ सबै गएर भइसक्यो ल आउनु। अब चाहिँ हामी जान लाग्दैछौँ माथि। यस्तो चिसो छ बाफ्रे। जय पाथिभरा। जय पाथिभरा। बिहान 6 8 200 खै त ओहो मजाको काम लागेछ नि अहिले त है। अब त के लानु पर्दैन होला? तिमीलाई चाहिँ मैले छैन भन्ने भन्दैन। वाक्य हो। उतै पाथिभरा लेखेको छ। हिमालहरू सबै आउँछ। ओके हामी चाहिँ अब यहाँबाट बाटो लाग्यौँ माथिको यात्रा अहिलेदेखि हाम्रो सुरु भयो है। ल ल ल हिँड्नु हिँड्नु हिँड्नु। सबै अगाडि बढ्न थाल्यो। ल ल बस्नु ल। ठुलो मम्मी र शोभा दिदीलाई चाहिँ के अलिक गाह्रो भएको हुँदाले हामीसँग हिँड्न पाउनु भएन।
अलिकति खल्लो पनि लागिरहेको छ। यहाँ हामीलाई बोर्डमा पनि वार्न गरेको छ है, यहाँबाट माथि केही पाउँदैन, त्यसैले आफूलाई चाहिने सम्पूर्ण सामग्री यहीँबाट लिएर जानु होला अरे। यता अब हाम्रो पूर्ण तयारी हुँदैछ। यात्रालाई अलिकति सहज पनि त बनाउनु पर्यो है। जाउँ जाउँ बुवा जाउँ। अब कोही यता गएर पनि फर्किसकेका छन् भने हामी चाहिँ बाटो लाग्दैछौँ भर्खरै। पाथिभरा प्रवेशद्वार अब प्रवेश गर्न आँट्दैछौँ टक्क लाएर। यो चाहिँ प्रवेशद्वार, यो चाहिँ तामाको बनेको हो कि के हो है? जय माता। जय पाथिभरा माता। हामी यहाँ हिँड्नुपर्ने अब बाटो। फर्स्ट हामी जानु अगाडि चाहिँ यहाँ एक राउन्ड धुप देखाएर त्यसपछि मात्र चाहिँ अगाडि बढ्छौँ। सबैजना बाल्ने हो। मधु कि मधु मलाई चढेर नजाउनु पाथिभरा माता की जय। पाथिभरा माता की जय। आगे बढ़ो हम तुम्हारे साथ है आगे बढ़ो। अझै पनि अब हाम्रो यहाँबाट चाहिँ पाथिभरासम्मको यात्रा लगभग चाहिँ 2 घन्टा जतिको छ। तर 2 घन्टा भने पनि हाम्रो अझै हिँडाइमै भर पर्ने कुराहरू होइन। यदि हामी चाँडै हिँड्यो भने 1 घन्टाको बाटो पनि हो है, हामी यदि चाँडै हिँड्यो भने चाँडै पनि पुग्न सक्छौँ। अब ढिलो गऱ्यो भने त 2 घन्टाको बाटो लम्बिएर 3 घन्टा पनि पुग्न सक्छ। हिँड्नेमै भर पर्छ। छिटै आइने खुट्टा चाहिँ यसो ढुङ्गामा एक गियरमा लाउनु गाडी। मम्मीको स्कुलमा सबैजना अब चकित हुन्छन्। मम्मी हिँड्नु भएकै हो क्या डेन्जर। तर ब्याग चाहिँ बुवालाई बोकाउनु भएको हो। बुवा ब्याग चाहिँ यता बुवालाई बोकिदिने, मम्मी हिँड्ने। ल माया पिरती सहारा तिमी एउटै वाह वाह क्या जोडी। ल मम्मी आइपुग्न लाग्यो, आउनु। दाइ त हिँड्न सक्नुहुन्छ मजाले नै। म त हिँड्दिनँ हो, थाक्यो भने ढुङ्गा माथि बस्दिनँ हो। मम्मी पाथिभरा की जय। छोड्नु कस्तो जाडो भएर ज्याकेट लामा चाहिँ भन्छ। चढ्दै हुनुहुन्छ है, चढ्दै हुनुहुन्छ मम्मी। लाठीले पछाडिबाट
अनि उयो माथिसम्म पुग्नु नि अनि ल हिँडौँ 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 बनाउनु करोडभन्दा माथि खर्च गरेर त्यहाँको उनीहरू काठमाडौँमा बिल्डिङ पनि छ क्या बिजनेस पोलिसी उनीहरूको त्यही छ क्या अब त त्यही डाँडा त हो आइपुगिसक्यो मम्मी नेपालको छैन धनी त डल्बा आराम गरेछ यता आएर बस्नु यता आएर बस्नु होटल बनिने हेर्दा सिम्पल देखिन्छ तल पनि छ एउटा त्यो माथि पनि अब त्यति डाँडा मात्र हो अर्को सम्झना स्कुल छ नि त्यो बोर्डिङ त्यत्रो त हिँडेर आयो हेर्नु त मम्मी होइन सक्दो रहेछ नि त चाह्यो भने त सोध्न थाल्यो भने त जानुहुन्छ आसिन्छ सोध्ने नै होइन हिँड्न थालेपछि किनभने जसरी पनि पुग्ने नै हो न सिकाउनु मम्मीलाई हिँड्नलाई गोब्रोमा सबै क्याप्चर भइरहेछ रश्मि हजुर मजै आइरहेछ नि लागिरहेछ चिसो तपाईँ यता माथि आउनु भएको थियो त नि पहिला यस्तो पनि हुँदो रहेछ सेल्फी त बन्छ सेल्फी त बन्छ मेला में बिछड़े दो भाइयों जैसा हुए तो अरे बाप रे नसोचेको घटना होता है ल ल ल ल ल यस्तो पनि यस्तो परिवर्तन त दाइ जस्तै लाग्छ ल ल ल चिटिका हैन उडो यो भएर नि बर्की नाम लाउनु नाम बोक्दिन्छ भनेर बोक्न आउने हिजोदेखि गर्नु भएको मम्मीको लाज मम्मीलाई लाज हुन्छ नि त जहिले बोक्नु भयो रविले मलाई बोक्नु पर्ने होइन जय पथिभरा माता माता कि जय ल हिँड्नु अहिले जाउँ ल आउनु मम्मी बुवा दाइ कुच्चु अब हामी अगाडि बढ्छौँ पुरा होस् आइसकेको छ फाइनली यति मेहनत गरेर माथि चढिसके अब पथिभरा माताको दर्शन गर्न लागेको गाई त अब ल ल मम्मी आयो अब मैले थाल्यो यता बस्नु त्यसरी मम्मी दुख्छ सरी जय म पथिभरा बल्ल बल्ल माताको दर्शन गर्नु पाइयो 3-4 घन्टाको हिँडाइ पश्चात मेरो तलदेखि हिँड्ने भए त नि हाम्रो त ढुकढुकी मात्रै बाँकी बस्ने रहेछ तलैदेखि लिएर आएको बाद 5 घन्टा होइन तर पनि योभन्दा छिटो आएको त्यही केटाकेटाहरू पऱ्यो यतिखेर चाहिँ हामी तल फेदीमा खाना आमा निदाउनु भयो ए आमा निदाउनु भयो मम्मी पानी थर्कदा अहिलेको बोतल मम्मी हिँड्नु पूजा गर्न जानुपर्छ त मम्मी हेलो माताजी यता हेर्नु त
मेरो त्रिशूल बाँध्नु छ पाथी भएर मन्दिर दर्शन गर्न आउनु पाउँदा हामी एकदम राम्रो एकदम मुस्किलले कति कष्टले आइयो पाथी भाडाको मन्दिरमा दर्शन गर्न आउँछ आफैलाई आफूलाई ठुलो ठुलो भाग्यमानी जस्तो लाग्छु पाथी भाडा माताले एकदम मनमा जे सोचेछ सो सबैको हाम्रो यहाँ बाबुबच्चा छोरी ज्वाइँ भदैनी छोरो सबैजना त्यो मेहनतले आए एकदम रक्षा गरिदिनु पाथी भाडामा त सोचेको आँटेको कामहरू सफल पारिदिनु सबै थोकमा सुख शान्ति प्राप्त गरिदिनु पाथी भाडामा त जय वाह दाइ वाह पक्लके अरू क्या चुनरी के लानु जय मा पाथी भाडा दाइ ल जाऊँ है हामी सबैजना पहिले हामीले पाथी भाडा दर्शन गऱ्यौँ पुरै फ्यामिली फोटोहरू खिच्यौँ तल झर्नु खोज्दैछौँ जति चढेको थियो त्यति नै झर्नु पनि बाँकी छ झर्नु हजुर हामी पाथी भाडा माताको दर्शन गरेर हामी त फर्किँदैछ गाइजहरू साथीहरू यतिखेर आए थियो कतिखेर पूजा गर्नु बेलुका कहाँ गर्छन् त मान्छेले खाइसक्छन् यतिखेर हामी कहाँ गर्छौँ खालि अब आयो भने त्यो तल्लो फेरि जहिले आउँछन् नि कति आएर कति अघि तल त्यो के रे कुन छ नि त्यो त्यो जारीहरूमा थियो दयाराङहरू भन्दा के कम हौ हामी पनि दुईजनाको ल गीत जाओस् न जाओस् ल गीत जाओस् फेरि कुन कुन बजारको गीत रे गीत गाउँ खेती
तिला मरण फर्की आपले जुको तौ बासुकी ए हजुर घाम लाग्यो घाम आइलो हेरे पनि हजुर पुरा माइलो ल भिडियो गर्दा त नच्किँदै कुद्नु हुँदैन मम्मी यता गरौँ भिडियो गरौँ मम्मी भिडियो गर्दा त यस्तो नच्किँदै कुद्नु हुँदैन अघि त यसरी कुद्दै हुनुहुन्थ्यो